हेलो साथीहरु, हजुरहरुलाई स्वागत छ मेरो स्नेप्सी अपडेट युट्युब च्यानलमा। यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गरेर यस च्यानलमा आउने नयाँ भिडियोमा जोडिन सक्नुहुनेछ। अब कुरा गरौँ आज चाहिँ यस गार्डन माइक्रो लाइफ इन्स्योरेन्सको बारेमा। नेप्सीमा लिस्टेड भएदेखि लगातार सर्किट हानेर नयाँ रेकर्ड कायम गरेको यस गार्डन माइक्रो लाइफ इन्स्योरेन्सको बारेमा। नेप्सीमा लिस्टेड भएदेखि 19 पटक सर्किट हानेर यस कम्पनीले नयाँ रेकर्ड कायम गरेको थियो भने आज चाहिँ यस कम्पनीमा थोरै गिरावट आएको छ। यस कम्पनी चाहिँ आज -1.90 ले घटेको छ भने चाहिँ यस कम्पनीको आज लास्ट ट्रान्ज्याक्सन प्राइस चाहिँ 1998 मा कारोबार भइरहेको छ। आज चाहिँ यस कम्पनीमा चाहिँ 1,87,000 को भोल्युम आएको छ भने चाहिँ जुन चाहिँ हिजोको भन्दा धेरै रहेको छ। यस कम्पनीमा चाहिँ आज चाहिँ 27 करोड 28 लाख बराबरको शेयर बिक्री भएको छ भने यस कम्पनीमा चाहिँ आज चाहिँ थोरै सेलिङ प्रेसर आएको चाहिँ देखिएको छ। अब हजुरहरुलाई लागिरहेको होला यस कम्पनीलाई के गर्ने होला भनेर हजुरहरुको मनमा पनि जिज्ञासा होला। त्यही भएर यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अब यस कम्पनीको शेयर चाहिँ अब हजुरहरुले अब राखेको फर्स्ट टार्गेट मिट भइसकेको छैन भने चाहिँ यस कम्पनीलाई अब होल्डै गर्नु होला। किनभने चाहिँ अब हिजोको भन्दा आज चाहिँ भोल्युम चाहिँ धेरै आएको छ, किनभने मान्छेले चाहिँ आज सेलिङ दिएका छन्। अब कुरा गरौँ ब्रोकर एनालाइसिसतिर। ब्रोकरको टप होल्डिङ र टप सेलरको रूपमा रहेको छ। टप होल्डिङको रूपमा रहेको छ भने ब्रोकर नम्बर 55 रहेको छ भने चाहिँ टप सेलरको रूपमा पनि ब्रोकर नम्बर 55 नै रहेको छ। अब यस कम्पनीलाई चाहिँ हजुरहरुले चाहिँ अब हिजोको भन्दा भोल्युम बढ्दै गयो भने चाहिँ अब यसरी नै भोल्युम बढ्यो भने चाहिँ हजुरहरुले चाहिँ आफ्नो विचार गर्न सक्नुहुनेछ। अब भोल्युम आएको छैन, धेरै भोल्युम आएको छैन र अब यसमा पनि थोरै कारोबार भइरहेको छ भने चाहिँ हजुरहरु चाहिँ त्यति डराउन चाहिँ पर्दैन। हस्त साथीहरु, अब आजको लागि भिडियो यति नै। अब आजबाट खुलेको यस ओम मेगासिरी फार्मास्युटिकल लिमिटेड कम्पनीको आइपिओ आजबाट चाहिँ निष्कासन भएको छ। यस कम्पनीको शेयर चाहिँ सबैले भर्नु होला र यस च्यानललाई अहिलेसम्म हेरेर साथ दिनु भएकोमा धन्यवाद। लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नु होला।